उसको स्वागत छ धेरै धेरै महिनाको बाद मैले भिडियोमा आएको धेरै कति भन्दाखेरि 4 महिना भइसक्यो। अनि अहिले चाहिँ यस्तो म भिडियो हेर्दै खाना खाँदै अनि यस्तो चाहिँ भिडियो आउनुपर्छ भनेर अनि त्यसै कारणले मैले भिडियो युट्युब हेर्दा भिडियो बनाउने जाँदा रह्यो अनि त्यही भएर मैले क्यामेरा अन गरिरहेको छु। अनि अहिले चाहिँ म खाना खाइरहेको छु, मतलब खाइसक्नु आँटेँ अनि खाना खाँदैछु। अनि आजको खास भिडियो बनाउनुको उद्देश्य चाहिँ के हो भन्दाखेरि त्यस्तो खास पनि छैन। अहिले सायद त्यो खाना खाएर नक्सल जानुपर्छ होला मम्मीले, अनि त्यसै कारणले आज भिडियो बनाइदिएको। मौसम पनि धेरै राम्रो भइरहेको छ, अनि त्यसै कारणले अब यो खाना खान्छु अनि त्यसपछि सकेर अनि तयार भएर निस्किनेछु। त्यति बेरसम्म तपाईँहरू पनि राख्नु होला। अहिले भेटौँ न गाइस। अहिले चाहिँ नक्सल जानुको लागि तयार भइसकेको छु। अनि के भन्छ सर्ट लगाएर छु अनि तल चाहिँ हट प्यान्ट। अनि अब चाहिँ हामी नक्सल मम्मी चाहिँ तयार भइसक्नु भयो। अनि त्यसै कारणले अनि मैले भिडियो नहालेको पनि 4 महिना भइसक्यो थियो, धेरै लामो। अनि अब चाहिँ के ठाने भन्दाखेरि टक्क अघि खाना खाँदा टक्क सोचेको थिएँ मैले यस्तो सोच्दा टक्क भिडियो बनाउने भनेर। अनि त्यही भएर अब यो चाहिँ भिडियो बनाउनु पर्ने छ। हप्तामा एउटा भए पनि हाल्नु पर्यो भिडियो, यादगार हुन्छ। अबको 5-10 वर्ष बाद बाँचिहाल्यो भने चाहिँ हेर्नुको लागि। अनि त्यसै कारणले अनि अहिले चाहिँ हामी अब जान आँटेको छु स्कुटीमा। अनि मौसम पनि पानी पर्न आँटेको छ। अब के हुन्छ पानीले पो भेट्छ जस्तो छ। अनि पानी परेन भने चाहिँ ठिकै हो, अब पानी पऱ्यो भने चाहिँ टोटोमा जानुपर्छ होला। अनि मौसम चाहिँ यस्तो भइरहेको छ होइन है, झट्ट पानी पर्न कालो भइरहेको छ। अनि अहिले चाहिँ हामी अब जानेछु। आज सामान यतिको बिग्रिरहेको छ। अघि यो खाना खानुभन्दा अगाडि चाहिँ बिचमा चाहिँ 1-2 घन्टा चाहिँ मैले यही अब तलबाट माथि लिएँ। अनि यो कपडा सपडा मिलाएको छैन, भराएर मिलाउने हो। अनि तयार भयो, अब यत्तिकै जानुपर्छ नक्सल यहाँदेखिको त्यस्तै 5 किलोमिटर हो, त्यस्तै 10-15 मिनटमा पुग्छ। अनि त्यसै कारणले अब चाहिँ म निस्केको। पानी पनि परिहाल्यो हेर्नु त है, अलिक राम्रो होइन त पानी पर्दैछ। तपाईँहरूले देख्नु भएको छ कि छैन सायद, हल्का यहाँ पानीमा उयो भइरहेको छ। अनि यस्तो भइरहेको छ। यो पनि हालेको छैन, यहाँ पनि कपडा यत्तिकै छ है। अनि यस्तो भइरहेको छ है। ल अब चाहिँ कपडाहरू यत्तिकै छ सबै। अब चाहिँ हामी जानेछु, अघिदेखिको जानेछु भने भनेको छ। अब चाहिँ गएको यो चस्मा बोकेँ मैले। के बोलेको यार, कस्तो देख्यो चोटको देख्यो होला। ल अब चाहिँ हामी जान्छौँ। अहिले फेरि ढिलो भयो भने पानी पर्छ। ल अब डाइरेक्ट अब काम बाटोमा भेट्नुपर्छ डाइरेक्ट। बाटोमा क्यामेरा खोल्ने चाहिँ तपाईँहरू बनिराख्नु होला। अब यस्तो बोल्दाखेरि मलाई नै अल्छी लागिरहेको छ बोल्दा। अब हेर्नुलाई चाहिँ कस्तो हुन्छ, अब हेर्नु मन छैन भने निक्लिएर जाँदा पनि हुन्छ। अनि त्यही भन्नुभन्दा अगाडि चाहिँ मौसम हेर्नु होला।
ल अहिले चाहिँ हामी निक्लिसकेको छौँ अनि अहिले चाहिँ हामी यहाँ हडिया मोड आइसक्यौँ। आवाज चित्र आउँछ नि त। अहिले मसँग हुनुहुन्छ हाम्रो प्रिय हाम्रो मम्मी के छ बोल्नु न। हाम्रो मम्मीले के अरे परिचय दिनुहुन्छ। तपाईँको शुभ नाम बोल्नु छिटो, म भिडियो कल गर्छु हौ। भन्नु त छिटो, तपाईँको शुभ नाम। मेरो नाम थाहा छैन मलाई होइन यहाँ हेर्नेलाई थाहा हुनु पऱ्यो नि त। ए ल ल थाहा छ मेरो नाम। भन्नु न थाहा छ हिँड्न छिटो हौ भन्नु न। के भन्नु हौ, म सुदीपको मम्मी। नाम के हो नाम? नाम थाहा छैन। हिँडाइ चुप लागेर नाम भन्नु न छिटो, भिडियो लामो भइसक्यो। नाम भन्नु त। तपाईँको नाम के हो? पुष्पा राई। पुष्पा पुष्पा राई हो। भन्नु न मजाले अब। पुष्पा राई भन्दैछु त। मेरो खास नाम पुष्पा राई होइन नि। हामी कहाँ गएको? नक्सल के गर्नु गएको हामी? के किन्नु, दोकानको सामान किन्नु गएको नि। हिँड्दा चाहिँ मलाई ल अहिले हामी जाँदैछु अनि अहिले तपाईँहरूलाई एकछिन बाटो देखाउँछु। कस्तो देख्दो रहेछ त हौ? त्यस्तो अहिले पुग्यो भएको जस्तो नखाने। अहिले चाहिँ घर आइपुगिसक्यो होइन। अनि तपाईँहरूलाई साबुन किनेको देखाएन त्यस्तो भिडभाडमा। अनि अहिले चाहिँ सामान हामीले यो किनेको अनि योहरू किनेको। अनि अहिले यत्तिको अँध्यारो भइरहेको छ। अनि अब चाहिँ म अहिले सामान बनाउनु जाँदैछु। अनि त्यसपछि हामी यता कटमा जान्छु। ल मेरो एकजना साथी छ, त्यो तपाईँले चिन्नुहुन्छ। ल अहिले भेटौँ ल।